संसारको बीचमा म त हराएको थिएँ संसारी बोझहरूले म त दबिएको थिएँ यता हेर्नु त दिस इज कल्ड ट्रु वर्शिप गाइज दुई शब्द भनिदिनुहोस् न कस्तो लाग्यो वास्तविक आराधना आज हामीले सिक्यो मजा पनि आयो अलिअलि ढाड पनि केही एक्सपिरियन्स ट्याक्सी ड्राइभर हुन बल्ल भिडियो बनाउने फुर्सद पाएँ प्रोजेक्टरमा हेर्ने हो त्यसरी जुङलिङ टावरतिर छेङ्ग त हुन्छ यिनीहरू भर्खर हो उठेर रेस्ट गर्न लाग्यो काम गरेर जय मसी सबैजनालाई हामी यहाँ छौँ आज साइनिङ हिलको सबैजना सदस्यहरू वर्षको अन्तिमचोटि होइन यो डिसेम्बर होइन त्यही भएर हामी क्रिसमस पनि भनौँ अथवा एउटा ग्यादरिङ गर्दैछौँ अनि आज जस हामी सबैजना जो नेपालमा छ काठमाडौँमा छ वरिपरि छ सबैजना हामी भेला भएर यसरी मिटिङ गर्ने अनि एकसाथ खाना खाने योजना हामीले गरेर हामी आज भेला भएका छौँ अनि यो समय केही कुराहरू म हाम्रो बहिनीलाई सोध्न चाहन्छु बहिनी कस्तो महसुस भइराखेको छ विशेष परमेश्वरलाई धन्यवाद आजको यो दिनको लागि हाम्रो लामो समय त नभनौँ होला झट्टै प्लानिङ भएको अनि 2-3 दिनको प्रार्थना पश्चात फेरि हामी यसरी साइनिङ हिल सबैजना यसरी भेट भएको छौँ विशेष परमेश्वरलाई धन्यवाद र सबैजनालाई पनि धन्यवाद आइदिनु भयो अनि जो जति छुट्टिनु भयो उहाँलाई पनि धेरै सम्झिरहेको छ हामीले यति नै हामी यहाँ भेला हुनुको कारण केही थाहा छ तिमीलाई भेला भएका छौँ भेला हुनुको कारण चाहिँ त्यही हो मलाई खासै थाहा चाहिँ छैन एक आपसमा प्रेम बाँड्ने र एकअर्कासँग फेरि यसरी भेटघाट गर्ने प्लस हाम्रो साइनिङ हिलको केही कुराकानीहरू छलफल आगामी दिनको योजनाहरू त्यस्तै होला ओके धन्यवाद उहाँ चाहिँ हाम्रो साइनिङ हिलको एक्टिभ मेम्बर तर जस काम गर्दै हुनुहुन्छ
यही क्षेत्रमा काम गर्दै हुनुहुन्छ र अब चाहिँ म हाम्रो साइनिङ हिलको अर्को मेम्बरसँग केही बातचित गर्न चाहन्छु। अनि हामीसँग अर्को साइनिङ हिलको भर्खर जोडिनु भएको लगभग धेरै भएको छैन, ऊ जोडेको 5-6 महिना जति भयो होइन। अनि उसको परिचयबाटै सुरु गरौँ। नाम के हो भाइ? जय मसी, मेरो नाम चाहिँ सुमित तामाङ। अनि तपाईँलाई साइनिङ हिलसँग जोडिँदा कस्तो अनुभव भयो अथवा कस्तो हुँदैछ? मेरो अनुभव चाहिँ अहिलेसम्म चाहिँ राम्रै हुँदैछ। जे होस् पहिलाको भन्दा अहिले चाहिँ धेरै सेवाकाइमा अघि बढ्न पाएको छ। अनि जे प्रोग्राम हुँदा पनि उहाँहरूसँग हिँडेर जे होस् नयाँ कुराहरू सिक्न पाएको छ। यसमा धन्यवाद छ यहाँ सबै टिमको मेम्बरहरूलाई पनि। ओके, धन्यवाद भाइ। हाम्रो साथमा अर्को साथी हुनुहुन्छ अनि उसले पनि आफ्नो केही परिचय दिन्छ। भाइको नाम? मेरो नाम चाहिँ अमर तामाङ। साइनिङ हिलमा जोडिनु भएको कति भयो तपाईँको विचारमा? लगभग भयो होला 3-4 वर्ष जति। अनि तपाईँ केही समय अलि एक्टिभ हुनुभयो होइन, त्यसको कारण म सोध्दिनँ, तर अलि एक्टिभ चाहिँ हुनु पऱ्यो होइन। अनि आजभोलि के गर्दै हुनुहुन्छ? आजभोलि यत्तिकै हिँडिरहेछ। ओके, केही गरेको छैन, बेरोजगार। ठिक छ भाइ। अनि ऊ पनि हाम्रो एकदम एक्टिभ सदस्य हुनुहुन्थ्यो, अहिले अलि एक्टिभ हुनुभएको छैन, तर अब एक्टिभ हुनुहोस् भन्न चाहन्छु। मर्कुस भाइ, अनि तपाईँ यो साइनिङ हिलमा काम गर्दै गर्दा तपाईँले फेस गर्नुभएको केही समस्याहरू अथवा चुनौतीहरू के थियो अथवा छ, तपाईँलाई के लाग्छ? जे होस् क्वेसनको लागि धन्यवाद मामालाई। चुनौतीहरू चाहिँ के भन्दाखेरि एउटा त सबैजना चाहिँ अलि टाढाबाट भएको कारणले अनि मेम्बरहरू एक ठाउँमा भेला भएर कति कुराहरूमा गर्नलाई चाहिँ एकदमै गाह्रो हुन्थ्यो, तर पनि त्यो सबैजनासँग एकदम राम्रै हुँदैछ। तपाईँको सेवाईको यात्रा कस्तो रह्यो? तपाईँ त लगभग हामी त सुरुवाती पलदेखि नै सँगै थियौँ। कस्तो अनुभव भयो अथवा तपाईँ अहिलेसम्म आइपुग्दाखेरिमा के कस्तो आशिष तपाईँले महसुस गर्नुभयो? जे होस् सबै कुरा एकदमै राम्रो हुँदैछ। अनि मलाई चाहिँ एउटा मौका जस्तो लाग्छ, परमेश्वरले एकदमै दाइहरूसँग साथीहरूसँग यसरी सँगै सेवाकाई गर्न पाउँदा चाहिँ जस म चाहिँ एकदमै आशिषित महसुस गर्न पाएको छु। जस परमेश्वरले एकदमै ठुलो मौका चाहिँ मेरो जीवनमा दिनुभएको छ। तपाईँको नाम अनि तपाईँ ब्यान्डमा के गर्नुहुन्छ नि भनिदिनु पऱ्यो। मेरो नाम चाहिँ मर्कुस तामाङ हो। म चाहिँ अलिअलि गिटार अलिअलि ड्रम बजाउँछु। ओके, थ्याङ्क यू भाइ। हामीसँग अर्को भाइ हुनुहुन्छ अनि उहाँ भाइ चाहिँ साइनिङ हिलमा अहिलेसम्म एकदम एक्टिभ काम गर्दै हुनुहुन्छ। अनि तपाईँको नाम परिचय भनिदिनु पऱ्यो। मेरो नाम चाहिँ शिशिर तामाङ हो। अनि म चाहिँ हालसाल ब्यान्डमा एउटा म्युजिसियनको रूपमा काम गरिरहेको छु। अनि सकेसम्म आफूले भ्याए जति आफ्नो समझले जति भ्याउँछ अनि परमेश्वरको अनुग्रह अनि उहाँको कृपाको साथ अनि ब्यान्डसँग मिलेर अघि प्रभुको सेवागाईमा बढ्दैछु। ठिक छ। अनि भाइ साइनिङ हिलमा रहँदै गर्दा के आशिष भए जस्तो अथवा तपाईँलाई के इम्प्रुभ भए जस्तो केही भयो कि भएन? स्पेसल्ली होइन, सबैलाई म चाहिँ धन्यवाद भन्न चाहन्छु। जतिजना टाढा नजिकबाट हाम्रो साइनिङ हिलको मेम्बरहरू हुनुहुन्छ अनि जसरी ब्यान्डलाई सपोर्ट गर्दै हुनुहुन्छ होइन। अनि यो ब्यान्डमा आएर चाहिँ मैले कहिले पनि सोचेको थिएन पहिला होइन, यसरी आएर प्रभुको निम्ति यसरी बजाउँछु, प्रभुको काम गर्छु यसरी, अनि असल साथीभाइहरू दाइ दिदीहरू पाउँछु भनेर। जस यो चाहिँ मेरो लागि एकदम ठुलो आशिषको कुरा लाग्छ मलाई चाहिँ। हिलको कार्यक्रमहरू अनि त्यसपछि गएर कति अवस्थामा तपाईँ अप एन्ड डाउन हुनुभयो र साइनिङ हिललाई अलिकति पर नै राख्नुभएको थियो, त्यो मलाई पनि थाहा छ, तपाईँलाई पनि थाहा छ। अनि त्यतिखेर र साइनिङ हिलसँग गाबेर काम गर्दा तपाईँलाई दुईटामा भिन्नता भनौँ न, कतिको फरक तपाईँले आफूले पाउनुहुन्छ? अब त्यसमा चाहिँ धेरै नै फरक लाग्छ होइन। अब कति समयमा हामी मानिस जाति भइसकेपछि कति समयमा हामी शारीरिक रूपमा अनि स्पिरिचुअली रूपमा हामी तलमाथि भइरहेको हुन्छ होइन। त्यो समयमा चाहिँ अझ हामीलाई आत्मिक रूपमा अथवा हरेक कुरामा आफ्नो जिम्मेवारीहरूतर्फ अलिकति अगाडि बढ्नमा चाहिँ
हामीलाई यो चाहिँ यो साइनिङ हिलले चाहिँ हरेक कुरामा हामीलाई एउटा ब्याकबोन टाइपले होइन चाहिँ अग्रसर हुनलाई हामीलाई सहायता गरेको हुन्छ। अनि मलाई आत्मिक रूपमा जस भनौँ अलिकति आत्मिक रूपमा अगाडि बढ्नलाई अनि हरेक कुरामा अलिकति आशावादी भएर हाम्रो भविष्यमा अझ अगाडि बढ्नलाई चाहिँ हरेक कुरामा सहायता गरेको छ। सो म चाहिँ अलिकति यो साइनिङ हिललाई भन्दा पनि पर्सनली रूपमा भन्नुपर्दाखेरि नै सामुएललाई पनि धन्यवाद भन्न चाहन्छु होइन। मेरो हरेक लाइफको अप्स एन्ड डाउनमा तलमाथि हुँदा हरेक कुरामा चाहिँ मलाई आत्मिक उहरू सुझावहरू दिएर हरेक कुरामा ग्रो अप हुनलाई सहायता गर्नुभएको छ होइन। अनि हाम्रो टिमहरूलाई सबैलाई धन्यवाद भन्न चाहन्छु जसले चाहिँ मलाई हरेक कुरामा लाइफमा इन्करेज हुनलाई सहायता गर्नुभएको छ। ओके, धन्यवाद। अनि मसँग अहिले हाम्रो एकजना भाइ हुनुहुन्छ जो उहाँ पनि हामीसँग जोडिन चाहनुहुन्थ्यो र अहिले जोडिनु भयो। अनि उहाँले पनि आफ्नो केही ब्लेसिङहरू भन्नुहुनेछ। भाइ तपाईँको नाम भनिदिनु पऱ्यो। सबैजनालाई जय मसी। मेरो नाम चाहिँ आशिष मगर। अनि भाइलाई साइनिङ हिल कस्तो लाग्थ्यो र अहिले कस्तो लाग्दैछ? अब कस्तो भने अब टिममा रहेर परमेश्वरको सेवा गर्दाखेरि चाहिँ हरेक कुराहरू मैले अनुभव गरेँ कि हामी चाहिँ अहिलेको युथहरूले चाहिँ होइन जे पनि गर्न सकिन्छ कि होइन हरेक कुराहरूमा हामी सम्भव छ हामीमा। त्यसपछि यस्तै गर्दै गर्नुमा दाइहरूसँग मिलेर यसरी परमेश्वरको सेवा गर्न पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ। अनि जस हरेक कुराहरू मैले अब जति पनि अहिले म यहाँसम्म प्रभुमा छु यो चाहिँ अब यो मेरो टिमहरू यसरी ब्यान्डसँगै रहेर यसमा मेरो धन्यवाद दाइ सबै साथीहरूलाई एकदमै खुसी छु यो ब्यान्डसँग जोडेर परमेश्वरको सेवा गर्नु पाउँदा धन्यवाद। होइन आउँदो दिनहरूमा होइन लेट्स वर्क होइन एज अ युनिट। म चाहिँ अझै साइनिङ हिलमा छैन तर म चाहिँ साइनिङ हिलको सल्लाहकार जस्तो मात्रै हो होइन। तर साइनिङ हिललाई लगाउने अगाडि बढाउनु तपाईँहरू हो होइन। अनि मैले भन्दै थिएँ होइन when I was young I didn't have a leader like Samuel होइन। if I would have होइन that would be very much differ than what I am today। तर anyway the God has a bigger plan। सो मलाई चाहिँ के लाग्छ भन्दाखेरिको चाहिँ लेट्स सेलिब्रेट दिस युनिटी होइन। लेट्स सेलिब्रेट दिस युनिटी एन्ड लेट्स फोकस वाट गड हेज प्लेस्ड इन आवर लाइफ होइन। त्यो भएको कारणले म चाहिँ मेरो प्रार्थना चाहिँ यही छ कि परमेश्वरले तपाईँहरू जतिजना साइनिङ हिलमा हुनुहुन्छ होइन डु नट लिभ द साइनिङ हिल होइन। वेयर एभर यु आर वाट एभर यु आर डुइङ होइन जहाँ हुनुहुन्छ त्यहीँ तपाईँले सपोर्ट गर्नुहोस् क्या होइन। अनि साइनिङ हिलको कार्यक्रम वर्षमा कतिचोटि हुन्छ होइन। तपाईँले भ्याएसम्म यु कम देयर होइन। तपाईँको 1 मिनट पनि यति महत्त्वपूर्ण छ कि यो परमेश्वरको काममा चाहिँ होइन। यु वन्ट इमेजिन क्या तपाईँको एउटा उपस्थितिले त्यहाँ परमेश्वरको काम कति महान भएर हुन्छ। आमेन। त्यही कारण परमेश्वरले चाहिँ अस्ति मैले मेरो श्रीमतीसँग पनि कुरा गर्दै थिएँ क्या गड ओन्ली युज द्याट पर्सन क्या। किनकि परमेश्वरले त हाम्रो फ्री विल बाहेक कामै गर्नुहुन्न नि त होइन। परमेश्वरले चाहिँ त्यो व्यक्तिलाई मात्रै चलाउन चाहनुहुन्छ जसले चाहिँ प्रभु म तयार छु क्या आई वान्ट टु गो म हिँड्न चाहन्छु म गर्न चाहन्छु होइन। अनि मैले मेरो लाइफमा देखेको पनि त्यही हो होइन। परमेश्वरले हाम्रो इच्छा विपरीत काम गर्नुहुन्न। त्यो कारणले हाम्रो इच्छा चाहिँ परमेश्वरको इच्छामा राखेर जब हामी उहाँको इच्छाको काम गर्छौँ भने परमेश्वरले होइन बाइबलमा लेखेकै छ नि उहाँलाई प्रेम गर्नेहरूलाई चाहिँ नसोचेको नदेखेको र मनले नचिताएको कुराहरूमा परमेश्वरले लग्नुहुन्छ। आमेन। आई हेभ नेभर थट द्याट होइन आई वुड म्यारी अ ब्युटिफुल वुमन होइन मेरो लाइफमा आई वुड हेभ दिस ब्युटिफुल चिल्ड्रेन। दिस इज ओन्ली अ बाई प्रडक्ट क्या। मैले यसको लागि प्रभुको सेवकाई गरेको होइन नि त तर इट्स ओन्ली बाई प्रडक्ट। गड विल ब्रिङ होइन द ब्लेसिङ इन यर लाइफ। तर के छ भन्दाखेरिको चाहिँ यु हेभ टु गो थ्रु द्याट डेजर्ट क्या। त्यो मरुभूमि भएर जानै पर्छ। अनि मलाई चाहिँ के एउटा विश्वास अथवा एउटा आनन्द के लाग्छ भने वी हेभ अ टिम क्या। वी विल अल गो थ्रु द्याट टिम। अनि यो टिम चाहिँ के छ भन्दाखेरिको चाहिँ अहिले मैले यसो देख्छु हामी होइन देउराली र अस्ति हामी कतिजना तिहारमा थियो इट्स ओन्ली फ्यु युथ्स वी कुड एबल टु मिनिस्टर होइन। तर हामी चाहिँ के छ भन्दाखेरि एज अ टिम वर्क गऱ्यो भने चाहिँ वी कुड रिच हन्ड्रेड्स अफ युथ्स क्या होइन। एन्ड म चाहिँ त्यही भन्न चाहन्छु मेरो चाहिँ त्यति छ होइन। पर्स्यु यर ड्रिम तपाईँ आफ्नो ड्रिम चेस गर्नुहोस् बट होइन थिङ्क अबाउट
दिस मिनिस्ट्री एज वेल होइन, जुन चाहिँ परमेश्वरले इस्टाब्लिस गर्नुभएको छ होइन। तपाईँहरूलाई धेरैजना मान्छेले चिन्छ, देश विदेशमा हुनुभएकाहरूले तपाईँलाई कति याद छ छैन होइन। हाम्रो जेबी दाइले लट्स अफ भिडियोजहरू राखिरहनु भएको छ, पिपुल नो यु होइन होइन। हामीसँग 2टा आँखा छ, बट मेनी पिपुलले चाहिँ तपाईँको धेरैजना आँखाले तपाईँहरू हेर्दैछ। सो हाम्रो नेक्स्ट वर्ष 2026 वुड बी होइन, वी लेट्स प्रे, हामी प्रार्थना गरौँ 26 चाहिँ होइन मेगा ब्लास्ट होस् क्या होइन सामुएल होइन। परमेश्वर हामी वी एक्सपेक्ट गड फ्रम ग्रेटर थिङ क्या। हाम्रो परमेश्वर चाहिँ सानो खेलौनाको परमेश्वर होइन, हाम्रो परमेश्वर चाहिँ इज अ ग्रेट परमेश्वर। सो वी एक्सपेक्ट ग्रेटर थिङ। अनि आजको यो प्रार्थनापछि चाहिँ हामी के एक्सपेक्ट गरौँ भन्दाखेरि चाहिँ लेट्स होइन ह्याभ अ ग्रेटर मिराकल, ग्रेटर रिभाइभल होइन। अनि हामीले प्रार्थना गरौँ कि अनि हामी साइनिङ एज अ साइनिङ हामी प्रार्थना गरौँ कि वी आर रेडी टु गो होइन। हामी चाहिँ जान तयार छौँ वेयर एभर यु टेक होइन। हामी गाउँछौँ पनि होइन, चाहे हरियो खरगाउँ भनेर होइन। तर त्यही हो, मेरो प्रार्थना पनि त्यही छ कि होइन हामी लेट्स वर्क एज अ युनिट। अनि बाइबलले हामीलाई इन्करेज गरेको जस्तो वी आर अ सेम बडी होइन अफ सेम गड। ल मेरो यति भनाइ यति छ कि होइन, हामी लेट्स इन्जोय होइन। यो वर्षमा चाहिँ हामी परमेश्वरसँग ठुलो एक्सपेक्टेसन राखौँ। लेट्स प्रे होइन, हामी प्रार्थना त गरौँ न त होइन। Hello, Namaste everyone. We are Shining Hill and we are here. Sulo Thakali, and I would like to hand over this mic to our respected sister, our lovely dearest sister, Sudata Adimdu. ग्रिटिङ्स दिनु पऱ्यो विदेशकोहरूलाई। English आशे। नेपाली चाहिँ नेपाली चाहिँ Hello, जयमसी सबैजनालाई। छिटो हामी साइनिङ हिल आज सबैजना प्रेम साका साथ र आउँदै गरेको हाम्रो क्रिस जन्मोत्सव क्रिसमसको चाहिँ हामी प्रि क्रिसमस मनाउनलाई साइनिङ हिल सबैजना टाढा नजिकबाट भेटेर आज यसरी भेटेर सबैजना एकदम खुसी रमाइलो आशिषित भएका छौँ हामी। र हाम्रो भेटद्वारा, हाम्रो यो रमणीय भेटद्वारा परमेश्वरको महिमा भएको छ। अनि हाम्रो जतिजना पनि बाहिर हुनुहुन्छ, हाम्रो विदेशमा हुनुहुन्छ, हाम्रो साइनिङ हिलको मेम्बरहरू जतिजना हुनुहुन्छ, तपाईँहरू सबैजनालाई हामीले धेरै सम्झाएका छौँ। तपाईँहरू जतिजना बाहिर हुनुहुन्छ, हाम्रो प्रार्थनामा निरन्तर तपाईँहरूले हामी सम्झिनै रहनेछौँ। र तपाईँहरू सबैजनालाई पनि आउँदै गरेको हाम्रो बडा दिन क्रिसमस साथै नयाँ वर्षको पनि धेरै धेरै अग्रिम शुभकामना दिन चाहन्छु। हामी सबैजना तपाईँहरूलाई धेरै सम्झिरहेका